निकै सामान्य रूपमा अघि बढिरहेको थियो। आकाशमा असाधारण प्राकृतिक विपत्तिको कुनै सङ्केतसम्म थिएन, तर केही क्षणमै भोटेकोसी एकाएक दानवको रूपमा प्रकट भयो। सामान्य नदीको बहाव अचानक एउटा विशाल र हिंस्रक जलप्रवाहमा परिणत हुँदा यसले बजार, सडक, पुल, पूर्वाधार केही मिनेटमै तहस नहस बनायो। बाढीका कारण रसुवागढी नाका जाने अधिकांश बाटो बगेका छन् भने चीनसँगको प्रमुख नाका पूर्ण रूपमा बन्द भएको छ। सडक विभागका अनुसार हालसम्म त्रिशुली नदीका विभिन्न भागमा अवस्थित 19वटा पुलमा बाढीले क्षति पुर्याएको छ भने कम्तीमा 40 किलोमिटर सडक क्षतिग्रस्त भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार 384 भन्दा बढी पर्यटक सम्पर्कविहीन अवस्थामा छन्। रसुवा स्थित भोटेकोसी नदीमा आएको बाढीमा परि अहिलेसम्म 22 जनाको मृत्यु भएको खबर आएको छ भने बेपत्ताको संख्या सयौंमा छ। आखिर इतिहासमै पहिलो पटक यति विशाल जलराशि कहाँबाट आयो अनि कसरी यसले विस्फोटक रूप लियो?